नमस्कार साथीहरू, अर्को भिडियोमा हजुरहरूलाई स्वागत छ। अनि भिडियो लास्टसम्म हेर्नु अनि मन परे लाइक कमेन्ट र सेयर गर्नु होला। साथीहरू, आज अर्को विषयमा केही दुई शब्द बोल्दै छु। साथीहरू, मान्छे राम्रो बाहिरी देखावटले हुँदैन साथीहरू, भित्री गुण र उसको व्यवहारले हुन्छ। त्यही भएर हाम्रो भित्री गुणलाई राम्रो बनाउने कोसिस गरौँ सबैले, अनि हाम्रो व्यवहारलाई राम्रो गरौँ र हामी भित्रबाट स्ट्रङ बनाऊँ, राम्रो बनाऊँ र भित्री मनलाई सफा गरौँ। हाम्रो शरीर सफा हुन्छ। बाहिर त त्यस्तै हो साथीहरू, कोही कालो कोही गोरो कोही कस्तो हुन्छ, तर हाम्रो मन चाहिँ सबैप्रति राम्रो व्यवहार गर्नुपर्छ, राम्रो हुनुपर्छ र सत्यको बाटो हिँड्नुपर्छ। सत्यको बाटो हिँड्यो भने बेशक अथवा चाँडो नपुगेला, ढिलो पुगेला, तर गन्तव्यमा अवश्य पुगिन्छ। तर गलत बाटो हिँड्यो भने पुग्दा पुग्दै पनि एकैचोटि धडाम्ते तल खसिन्छ। त्यही भएर सत्यको बाटो हिँडौँ, ढिलो होला, अप्ठ्यारो होला, तर त्यस्तो सत्यको बाटो हिँडौँ अनि आफूलाई आफै भित्रबाटै राम्रो गराउने कोसिस गरौँ। बाहिरबाट त सबै त्यस्तै हो साथीहरू। कस्तो लाग्छ भिडियो? लाइक कमेन्ट सेयर गर्नु होला।